हेलो गाइस, हेर्नुहोस् मैले मकैको पिठो मकै पिसाएर ल्याएको थिएँ। मकैको पिठो चाल्दैछु। बेसी मसिनो पनि भएन छ, खस्रो खस्रो भएको रहेछ र पिठो निकालेर चामल चाहिँ गाईको दानामा दिउँ खाएर चाल्दैछु। यो मकैको पिठो चाहिँ बहुत हुन्छ है, भिटामिन हो। यो पहिले यस्तै मकैको पिठो, गहुँको पिठो, गहुँ छर्थे, मकै छर्थे। अहिले त छर्दैन, कम्ती छ खेतीपाती र त्यति अब खाँदैन पहिलेको जस्तो। पहिले चाहिँ मकैको बिहान ब्रेकफास्टमा मकैको रोटी खान्थे, मकै फापरको रोटी खान्थे। अहिले फापर देखिनै छोड्यो, मकै पनि देखिन छोडियो। साथीको यस्तो छ। पिठो कम्ती निक्ने रहेछ। कस्तो हुँदो रहेछ अब खाएर टेस्ट गरेर हेरौँ। अब भरे पकाएर टेस्ट देखाउने छु कस्तो के हुन्छ। उठाएर त ल्याइयो, स्वाद कस्तो हुँदो रहेछ। यसै चाल्नु चाहिँ साथी, यसै चालेर अलिअलि चालेर यो मकैको पिठो चाहिँ निकाल्नुपर्छ। बेसी चाल्न पनि सकिएन, अलिअलि चालेर अलिअलि गरेर निकाल्नुपर्छ, स्टोर गर्नुपर्छ।